वेलकम बैक टू माई यूट्यूब च्यानल। आज चाहिँ म छोटो मिठो भिडियो बनाउन गइरहेको छु। हामी चाहिँ बोडी टिप्न आएको छौँ। हेर्नु, यो बोडीको नाम चाहिँ अङ्कुर डबल एक्सएलएल। एकदम दामी र बाक्लो पर्ने, पातलो लगाए पनि हुने, कस्तो राम्रो छ। ल हामी बोडी टिप्दैछौँ। बोडी टिपेर थुप्रो बनाएर हजुरहरूलाई देखाउनेछौँ। हेर्नु, यो यस्तो छ बोडी। सब बोडी टिपेर देखाउनेछौँ। बोडी लिएर चाहिँ हामी घरतिर लाग्दैछौँ साथीहरू। लास्टै र भिडियो खिच्दा म यहाँ बसेँ। बोडी सोडी पोखे मस्त चिप्लो छ। हेर्नु न यहाँ, भान्जाको बिजोग बिचरा। के गर्नु साथीहरू, पानी परेछ, नटिपेपछि बोडी बिग्रिन्छ। हेर्नु, हाम्रो बारी चाहिँ बाझै राखेछौँ टमाटर लाउनुको लागि। यो चाहिँ हाइब्रिड काँक्रा लगाएको। यहाँ हैरान छ, बजार जान ढिलो भइसक्यो। बोडी पोखेर टिपाटिप चलिरहेछ। अझ यसलाई छान्नु पर्यो। साथीहरू, पानी पानीमा बोडी टिपेर पनि हामी घर आइसक्यौँ। बोडीको थुप्रा क्यारेटमा छ। आज चाहिँ हाम्रो बोडी लगभग 11-12 क्यारेट निस्केको छ। हेर्न सक्नुहुन्छ। यहाँ बनाएर छान्न सुरु भइसक्यो। अब म पनि बोडी छान्छु अनि त्यसपछिको अर्को भिडियो बनाउँला।